खाङसर गाउँमा आइपुग्यो। सबभन्दा मनाङको सबभन्दा लास्ट स्टेसन हो यही रहेछ। यहाँबाट चाहिँ पैदल यात्रा रहेछ। स्टेसन यही रहेछ है। सबै यहीँ सब प्याक भएर छ। हामी म बस्ने चाहिँ तल रुममा भयो। अहिले सस्तो रहेछ यार। एउटा रुमको चाहिँ 500 रे, एक रात सुत्ने 500। सस्तो रहेछ, एकदम मिलाएर दिएको रहेछ है। यो चाहिँ खाङसर गाउँको चाहिँ कति र अझै अँध्यारो भएछ। ल आजको भ्लग चाहिँ यति नै। ल बाई बाई तपाईँहरूलाई। गुड नाइट सबैजनालाई। ल गुड मर्निङ सबैजनालाई। अहिले म चाहिँ खाङसर गाउँमा छु। तपाईँले देख्न सक्नु चाहिँ आएको चाहिँ हिमाल। यो चाहिँ खाङसर गाउँबाट देखिने हिमाल है। यता नजिकै यस्तो जाडो छ, चिसो। गुड मर्निङ सबैजनालाई टसिदेले। म चाहिँ अहिले यसो छेत्रिङभित्र गएर गुम्बाभित्र गएर चाहिँ यसो भने पनि घुमाउनु पऱ्यो है। खाङसर गाउँको चाहिँ नयाँ गुम्बा यो रहेछ। पुरानो गुम्बा त माथि डाँडामा भन्छ। त्यहाँ सक्दैन, म हिँड्नै सक्दैन। यहीँ हिमाल छ। सो त्यही पनि राम्रै भयो। निक्लाएर अर्ग्यानिक सागहरू, धनियाँहरू, लसुनहरू हेर। यो चाहिँ के होला? यो धनियाँ हो यो जस्तो लाग्छ। खाङसर गाउँ अति रमाइलो गाउँ।